वेलकम टु माई न्यू भिडियो। फाइनली आज चाहिँ हामी कटुस टिप्ने जङ्गल हिँडेको। अरू चाहिँ सबै अगाडि गइसक्यो। अहिले चाहिँ हामी यहाँ मम्मी र म मात्र छौँ। अब चाहिँ हामीले एकछिनमा कटुस टिप्ने जङ्गलमा पुग्छौँ होइन। हामी चाहिँ खानासाना खाएर हिँडेको। ए देख्न सक्नुहुन्छ ऊ त्यो जङ्गलतिर जानुपर्ने हो। हामी चाहिँ ऊ त्यो जङ्गलतिर अब हामी एकछिनमा पुग्छौँ। झोलाभरि कटुसतिर आउने आज हामी। अरू चाहिँ अगाडि गइसक्यो। ओ निरता कता कता हो बस हो त्यहाँ हामीलाई कुकुर गएको छ। आज हामी कटुस टिप्न जाने हो। हो धेरै पाउँछ कटुस ए भट्टा भट्टी यता पनि धान बोक्ने कार्यक्रम गर्छ होइन। अङ्कलहरूले धान लाग्नु भएको छ। ओ त्यो दादाहरू धान झारिरहनु भएको छ त्यहाँनिर। खतराहरू छ। धान झार्नु भएको अङ्कल धान झार्नु भएको ए पर हामी कटुस टिप्न हिँडेको। हामी झोलाभरि कटुस लिएर आउने आज हामी झोलाभरि कटुस ल्याउनु पर्ने हुन्छ। ए सबैजना अगाडि हिँडिसकेको छ। यो चाहिँ हाम्रो गाउँको अर्ग्यानिक रायोको साग हो। एकदम मिठो हुन्छ। हामी कहाँ पुग्नुपर्छ आन्टी? तल्लै त उतिर हो सिमलतिर। हजुर राम राम। जे भने आज गाउँ के भन्छ जङ्गल डुल्लिन्छ। धेरै वर्ष पछाडि आज जङ्गल हिँडेको। 2-3 वर्ष भएको थियो म चाहिँ जङ्गल नगएको यता। आज हिँड्दैछु। गाई चाहिँ हामीले फाइनली जङ्गल चाहिँ आइपुग्यौँ। तर कटुस चाहिँ हामीले भेटाएनौँ। 1-2वटा छ काहीँ यस्तो पाराले त दिन बित्छ होइन। त्यही भएर चाहिँ हामी अब कटुस अलि हुनेतिर जानुपर्ने हुन्छ। त्यो काँडा पनि थोडा छैन, कटुस पनि छैन। यत्रो जङ्गलमा के गर्नु हो ए माइली? देख्न सक्नुहुन्छ हो दाजु भाउजू त्यहाँ हुनुहुन्छ। कटुस टिप्नु भयो। यता हाम्रो मम्मी यहाँनिर खोज्नु भयो। म चाहिँ यहाँ बसिरहेको छु। काँडाले घोच्यो, कटुस पनि भेटिएन। पहिला चाहिँ एकदम धेरै कटुस भेट्थ्यो यता। अहिले चाहिँ मान्छेहरू आज सब टिपिसकेको छ। जम्मा यति भए त्यही पनि सबै खाइसकेँ मैले। कटुस छैन गाइस। अहिले कटुस हुने ठाउँमा गएर हजुरहरूलाई देखाउनेछु है त। हेलो गाइस, फाइनली हामी चाहिँ भर्खर कटुस धेरै पाउने ठाउँमा आइपुगिसकेको छौँ। र आएर पनि हामीले धेरै कटुस टिपिसकेको छौँ। देख्न सक्नुहुन्छ। म तपाईँलाई देखाउनेछु। ए यति मम्मी र मैले चाहिँ यति कटुस टिप्यौँ। लगभग छ होला त्यस्तै 5-6 माना जति। त्यहाँ पनि टिप्दै हुनुहुन्छ मम्मीले। है ऊ त्यहाँ पर आन्टी टिप्दै हुनुहुन्छ। यहाँ चाहिँ अलिक धेरै कटुस रहेछ। त्यही भएर चाहिँ हामीले टिप्यौँ। काँडाले एकदम कति धेरै झरेको बुरुलले हावा आउँदाखेरिमा। अब चाहिँ एकछिनमा हामी घर जान्छौँ। कति 1-2 कति बजिसक्यो। गएर बाख्राहरूलाई गाईगोरुलाई घाँस पनि लगाउनु पर्ने हुन्छ। त्यही भएर चाहिँ हामी अब छिटो जान्छौँ। आन्टी कति भयो? ए जानुपर्छ एकछिनमा अलिअलि टिपेर। यस्तै हो। हामी चाहिँ जङ्गलबाट कटुस टिपेर घर हिँडिसकेका छौँ। हामी जङ्गलबाट माथि गाडी अगाडि देख्न सक्नुहुन्छ। सबै आन्टीहरू मम्मीहरू अङ्कलहरू पनि आउनुभएको रहेछ। अङ्कलहरू त्यो के अरे गोठको लागि खानाहरू बोक्नु भएको। हामी चाहिँ फाइनली जेठाङ्कलको घरमा आइसकेको छौँ। देख्न सक्नुहुन्छ मैले यो फुल चाहिँ त्यहाँ तल लगाएको। एकदम धेरै फुलहरू फुलिरहेको रहेछ। अनि मैले चाहिँ 2-3 ठुङ्गा टिपेर चाहिँ यस्तो कानमा सिरेको। कस्तो देखेको छ मलाई? तिहारमा राम्रोसँग लगाउनु पाइएन फुलको माला। अहिले धेरै फुलिरहेको रहेछ, त्यही लगाइयो। अब अङ्कलको घरमा आइसकेको छौँ हामी। दाइहरू त्यहाँ धान झार्दै हुनुहुन्छ।
अब चट्ट लगाएर चाहिँ हामी पनि एकछिनमा घर पुग्छौँ। र जेठाङ्गल घर यही हो, देख्न सक्नुहुन्छ। दाइहरू त्यहाँ तल हुनुहुन्छ। यहाँको भ्यू एकदम बबाल छ। अब चट्ट लगाएर हामी चाहिँ यहाँ बसेर चिसो पानी खाएर चाहिँ हामी घर जानुपर्ने हुन्छ। एकछिन बस्ने होइन हामी, चट्ट लगाएर हामी अब एकछिन बस्ने हो होइन, चिसो पानी खाने हो। हाम्रो यहाँ काले कुकुर यहाँ छ। यहाँबाट भ्यू यहाँ देख्छ यस्तो बबाल बबाल गाइस होइन, एकदम धेरै बबाल छ। हामी चाहिँ अब घर जान्छौँ एकछिन, यहाँ पहिला बस्छौँ। अर्को यहाँ मालिक पनि यहाँ छ होइन। यिनीहरू चाहिँ एकदम धेरै टोक्छ, चिनेन भने नचिनेको मान्छेहरूलाई। पानी खाउँ न एकछिन, गएर पानी खानुपर्ने हुन्छ हाम्रो चाहिँ गाइस होइन। गाइस फाइनली हामी चाहिँ घर आइपुगिसकेको छौँ। देख्न सक्नुहुन्छ त्यो मध्य यदि आन्टीहरू घर, उयो तल्लो हाम्रो घर हो। यहाँ चाहिँ स्कुल, हाम्रो गाउँको स्कुल। चट्ट घर आइपुग्यो। अब चाहिँ मजासँगले गएर बसिन्छ, आफ्नो धुइन्छ, खाजा बनाएर खाइन्छ। एकदम धेरै थकाइ लाग्यो। साह्रो जम्मा डुल्दा 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 त्यो हातमा काँडा बिग्रिएर यस्तो बिग्रेको होइन गाइस। ए दिदी के छ? ओह कति बेला आएको तिमी जङ्गलबाट? हो खाजा खायौ? ए ल ठिक छ। हामी त त्यहाँ आएर 1 घन्टा बस्यौँ जेठा बाबुको घर। अनि त्यसपछि आएको चिसो खाने बाहिर खाने गरेर बस्नु थाल्नु भयो। त्यही भएर हल्का ढिलो भयो। बाख्रा पनि कराएको छ प्या प्या गरेर चट्ट लागेर अब घाँस ल्याइदिने बाख्रालाई। अनि खाजा बनाएर चाहिँ हामी खानुपर्ने हुन्छ। कति लाग्यो फेरि? ठुली दिदीहरू पनि जानुभएको थियो, आइसक्नु भएछ। कति ल्याउनु भयो कति? ओहो हामी पनि धेरै ल्याएको। ए मेरो काली भैँसी यो चाहिँ, यसलाई घाँस हालेर पुटुक्कबाट मोटो बनाउनु पर्ने हुन्छ। हाम्रो बाख्राहरू चाहिँ यता छ होइन गाइस। घरको यस्तो छ हाम्रो गोर्खा हालत होइन, देख्न सक्नुहुन्छ। यहीँ छ सबै प्या 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 गरेर बसेछ। सबैलाई भोक लागिरहेको छ। मेरो घर यो हजुरहरूको साथ र सपोर्ट यसरी नै मिल्दै गयो भने गाइस होइन, पछाडि एउटा मस्त एउटा राम्रो घर बनाइन्छ। अहिले चाहिँ मेरो घर यस्तो छ होइन, यस्तो छ बिजोग छ। त्यही हो होइन। अब चाहिँ हामी खाजा बनाएर खानुपर्ने हुन्छ। त्यसपछि चट्ट भेटौँला होइन। खाजा खाइसकेको छु। अब एकछिन रेस्ट गर्नुपर्ने हुन्छ, किनकि आज धेरै काम गरेर यो एकदमै थाकेको छ। सो आजलाई चाहिँ इट गर्न चाहन्छु। बाँकी जस्तो भिडियोमा भेटौँला। आई होप मलाई सपोर्ट र माया पनि दिन्छ। बाई बाई।